हेलो नमस्ते 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 सबैजना साथीहरूलाई नमस्ते नमस्ते नमस्कार है उमेर अनुसार सबैलाई सम्मान गरेँ। आज शनिबार अहिले 9:17 गइसकेको छ साँझको। हामी फेरि यसो फेसबुक लाइभमा नियमित गफगाफ तपाईँहरूसँग भलाकुसारी आफ्नो विषयमा यसो साट्नलाई हामी आज फेसबुक लाइभमा आइसकेको छौँ। अनि तपाईँ के गर्दै हुनुहुन्छ, खानपिन भयो कि भएन, गर्मी कस्तो छ हैन, राजनीतिक सरगर्मी कस्तो छ नै हामी आज समसामयिक राजनीतिक विषयमा केही कुराकानीहरू हामी गर्छौँ तपाईहरू समक्ष हैन। खास त्यस्तो कुरो त केही छैन, तर पनि अब राजनीतिमा चासो राख्ने भएपछि राजनीतिक विषयमा चाहिँ आफ्नो स्ट्याटसहरू लेखिसकेपछि विभिन्न क्रिया प्रतिक्रियाहरू आउँछन्। राजनीतिमा चासो राख्नु, राजनीतिक विचार व्यक्त गर्नु एउटा लोकतन्त्रको सुन्दर पक्ष पनि हो। अहिले धेरै युवा पुस्ताहरू राजनीतिमा चासो राखिरहेका छन्। विशेष गरी विदेशमा, कोरियामा र खाडी मुलुकमा गएका युवा साथीहरू, हाम्रो नेपाली दाजुभाइहरू को राजनीतिमा एकदमै धेरै ठुलो चासो छ। चासो मात्रै के छैन, उहाँहरू दिनमा 10-12 घन्टा त्यहाँ एउटा सिस्टममा काम गर्नुहुन्छ। सिस्टममा काम गरेपछि अब जाने पनि कतै छैन, हिँड्ने पनि कतै छैन, घुम्ने पनि कतै छैन। अनि 2-4 मिनट परिवारसँग गफ गरौँ अनि बाँकी रहेको समय देश र जनताप्रति भडास पोख्यो। देश र जनताप्रति होइन, पुराना दलहरूप्रति अलिकति उहाँहरूको बसाइको त्यो समयमा जुन पुराना दलहरूले का कारणले अलिकति व्यवस्थामा जे यहाँ दुःख भेट्नु भएको थियो त्यो विदेशमा गएर भडास पोख्ने काम उहाँहरूको हुन्छ। तिनै सन्दर्भमा विभिन्न क्रिया प्रतिक्रियाहरू आइरहेका छन्। अब म आज तपाईँलाई एउटा राम्रो नयाँ किस्सा सुनाउँछु। हाम्रो आदरणीय टङ्कदाहाल दाई हेर्दै हुनुहुन्छ। सुनसरी बस्ने मान्छेहरूलाई सुनसरीको लौकही भन्ने ठाउँ थाहा होला। लौकी भन्छौँ हामी, लौकही भन्ने ठाउँ थाहा होला। त्यो राजमार्गमै पर्थ्यो त्यो चोक। सुनसरीको एउटा सामान्य गाउँ हो भनौँ न, कोशी गाउँपालिकाभित्र पर्छ त्यो लौकी चोक। त्यो चाहिँ सुनसरीका ठुला सहरहरू धरान, इटहरी, इनरुवा, झुम्का जस्ता दुहबी भन्दा सहरभन्दा एकदमै सानो ठाउँ हो। आज त्यो सानो ठाउँमा पनि राजसभा अर्थात् घन्टी पार्टीले आफ्नो अधिवेशन सम्पन्न गर्दैछ, जिल्ला अधिवेशन गरिरहेको छ। घन्टीलाई माया गरेर त्यहाँ लौकी आज अधिवेशन गर्न गएको होइन क्या, त्यहाँका जनताहरूको मुख हेरेर पनि घन्टी त्यहाँ अधिवेशन गर्न गएको होइन। अधिवेशन त्यहाँ गर्न जानुको मुख्य कारण भएको लौकीमा भनेको सिटी हल। त्यो सिटी हल चाहिँ नेपाली काङ्ग्रेसका नेता तत्कालीन माननीय ज्ञानेन्द्र बहादुर कार्कीको पहलमा निर्माण भएको भव्य सिटी हल हो। त्यो सिटी हल भएको पालिका चाहिँ कोशी गाउँपालिका हो। त्यो कोशी गाउँपालिका अध्यक्ष चाहिँ अयुब अन्सारी हुनुहुन्छ, दोस्रो कार्यकालमा हुनुहुन्छ। उहाँ चाहिँ नेपाली काङ्ग्रेसबाटै निर्वाचित हो। त्यही नेपाली काङ्ग्रेसको अगुवाईमा नेपाली काङ्ग्रेसले पहल गरेर बनेको सभा हलमा अधिवेशन सम्पन्न गर्दै गर्दा आज एउटा घन्टीको नेताले के भन्दै हुनुहुन्थ्यो भने 35 वर्ष काङ्ग्रेस एमाले के गरे भन्दै थिए। तर त्यही काङ्ग्रेस एमाले बनाएको हलमा बसेर म यो भव्य एसी सहितको हलमा बसेर अधिवेशन सम्पन्न गर्दैछु भन्ने सामान्य चेतना पनि घन्टीको नेता कार्यकर्तामा देखिएन। 35 वर्षमध्ये केही वर्षमा बनेको हो नि त त्यो सिटी हल होइन। त्यो भव्यता, त्यो सुविधा देखेरै लौकै गएका हुन् राजसभाका कार्यकर्ताहरू, राजसभाका नेताहरू त्यो भव्य हलमा कार्यक्रम गर्नलाई। अब यस्तो चेतनाको स्तर छ राजसभाका कार्यकर्ताहरूको, राजसभाका नेताहरूको। अब के भन्ने, काङ्ग्रेसले बनाइदिएको हलमा बसेर काङ्ग्रेसले जोडिदिएको एसीको चिसो खाएर काङ्ग्रेसलाई गाली गर्ने लोकतन्त्र ल्याइदिएको छ, जुन राजसभाले चाहिँ उपयोग गरिरहेको छ। देखिरहनु भएकोले राजसभाको सुनसरीको जिल्ला अधिवेशन कस्तो भइरहेको छ भन्ने त यो एउटा विषय भयो। धेरै साथीहरूलाई बिना अध्ययन, बिना तथ्य, बिना चाहिँ विषयवस्तु एउटा विषय राखेको ठाउँमा अर्को कमेन्ट गर्ने, एउटा तथ्यमा अर्को ल्याएर घुसाइदिने,
राजसभाका कार्यकर्ताहरूको चरित्र। यो चाहिँ म एउटा सानो इक्जाम्पल दिन्छु। अहिले मेचीदेखि महाकालीसम्म पूर्व पश्चिम महेन्द्र राजमार्ग स्तरोन्नतिको काम भइरहेको छ। धेरै ठाउँमा यो राजमार्ग बनिसक्यो। काँकरभिट्टादेखि लौकहीसम्म अहिले धमाधम बन्दैछ। तपाईँहरू यात्रा गरिरहनु भएको छ, देखिरहनु भएको छ। लौकहीदेखि पारी कञ्चनपुरदेखि कमला लगभग धेरै काम सम्पन्न भइसकेको छ। नारायणघाटदेखि बुटवलसम्मको राजमार्ग बनिसकेको छ। यसरी पूर्वदेखि पश्चिमसम्म यो महेन्द्र राजमार्ग पुरै निर्माणाधीन छ। कहीँ टेन्डर लागेको छ, कहीँ साइट क्लियरेन्स भइरहेको छ, हैन? धमाधम निर्माण कार्य भइरहेको छ। तर अहिले राजसभाको सरकारले के भनेर बजेटमा ल्याएको छ भने पूर्व महेन्द्र राजमार्गलाई 4 लेन बनाउन अध्ययन गरिने भनेर ल्याएको छ। यो कुनै घण्टीको कार्यकर्ताले बजेट सुने जस्तो मलाई लागेन। पूर्व पश्चिम महेन्द्र राजमार्ग 4 लेनको बनाउन अध्ययन गर्नै पर्दैन। लगभग 1-2 वर्षमा त निर्माण सम्पन्नै भइसक्छ। तर घण्टी सरकारको बजेटमा के छ भने पूर्व पश्चिम महेन्द्र राजमार्गको 4 लेनमा स्तर उन्नति गर्न अध्ययन गर्ने भन्ने छ। हेर्नुहोस् है, एकदमै सामान्य कुरा हैन। अब यो तर्क गर्यो भने यसको विषयवस्तु कहाँ के लिएर आउँछन्? यो अलरेडी निर्माणाधीनै छ, टेन्डर लागेर धमाधम बनिरहेको छ। यो दोस्रो कुरा भयो। तेस्रो कुरा, यो घण्टी सरकार आउनुभन्दा अगाडि काङ्ग्रेस एमालेको सरकारमा हुँदा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक थिए कुलमान घिसिङ। कुलमान घिसिङको धेरै अन्तर्वार्ताहरूमा, धेरै मिडिया प्रेस कन्फरेन्सहरूमा सुन्नुभएको कुलमानले के भनेका छन् भने खपत बढाउनु पर्यो। विद्युत खपत गर्नलाई घरमा इलेक्ट्रिक चुलो, वासिङ मेसिन हैन, इन्डक्सन भन्छौँ नि, वासिङ मेसिन, इन्डक्सन चुलो प्रयोग खपत बढाउनु पर्यो भनेर कुलमानले धेरै ठाउँमा भनेका छन्। प्राइभेट सेक्टरलाई पनि कुलमानले के भनेको छ भने तपाईँहरू चार्जिङ स्टेसनमा लगानी गर्नुहोस्। ठाउँ ठाउँमा चार्जिङ स्टेसन बनाउनुहोस्। विद्युत प्राधिकरणले तपाईँलाई सहुलियत प्रदान गर्छ। विद्युतको उत्पादन बढिरहेछ। पावर प्रसारण लाइन पनि राम्रो भएको छ। छिटोभन्दा छिटो चाहिँ खपत बढाउनु पर्छ। देशभित्रै आन्तरिक खपत बढाइयो भने त्यसको चाहिँ उत्पादकत्व पनि बढ्छ र हाम्रो लागत पनि असुल हुन्छ भनेर कुलमानले धेरैवटा अन्तर्वार्तामा भनेका छन्। अकस्मात घण्टी सरकार आउने बित्तिकै ट्रान्सफर्मर पड्किने समस्या आयो। हेर्नुहोस् त, बालनले संसदमा उभिएर के भन्यो भने सबैले चाहिँ इन्डक्सन चुलो चलायो भने त ट्रान्सफर्मर पड्किन्छ अरे। बालन कहिले कार्यकारी निर्देशक भयो? अस्ति कुलमानले त चार्जिङ स्टेसन बनाउनु पर्छ, इन्डक्सन चलाउनु, फ्रिज चलाउनु, एसी चलाउनु भन्थ्यो आजभन्दा 6 महिना अगाडि। अहिले बालन आउने बित्तिकै ट्रान्सफर्मर पड्किने भयो। ल हेर्नुहोस् तर्क। त्यही पनि भेडाहरू भ्या गरिरहेछन्। तथ्य के हो पनि थाहा छैन, तथ्याङ्क के हो पनि थाहा छैन हैन। कुलमानले चाहिँ ग्यास प्रतिस्थापन गरौँ, इन्डक्सन चुलो चलाउँ, विद्युतीय गाडीको खपत बढाउँ, देशभित्रै उत्पादनको भएको बिजुली देशभित्रै अधिकतम खपत गरौँ भन्ने कुलमानको पालामा चाहिँ ट्रान्सफर्मर पड्केन। अहिले बालनको पालामा आएर चाहिँ ट्रान्सफर्मर पड्किन थाल्यो फेरि। ल हेर्नुहोस् है, यो त छक्क पर्ने खालको घण्टीको तर्क सुन्दा पनि यसो हामी छक्क पर्छौँ। अर्को यो पनि एउटा भयो। अब एकदमै सामान्य हिसाबले हेर्ने हो भने विद्युतमा 5% भ्याट लागेको छ, स्वास्थ्य सेवामा 3% ट्याक्स लागेको छ हैन। योभन्दा अघिल्लो सरकारले दिएको स्वास्थ्य बिमा 1 लाखबाट घटाएर 25%मा झारेको छ। शिक्षामा पनि कर लगाएको छ। आउने बित्तिकै सबैभन्दा पहिले वैदेशिक ऋण लिएको छ। अनि देशमा कायापलट भयो अरे, अनि देश राम्रो भयो अरे। घण्टीले गर्दैछ, गर्न दिएन अरे, खुट्टा नतान अरे। भनेको के हो यो? यस्तैका लागि यत्रो 2/3 जनमत दिएर सरकार पठाएको? हिजो काङ्ग्रेस एमालेका नेता कार्यकर्ताले चाहिँ भर्ती केन्द्र भयो भनेर गाली गर्ने घण्टीहरूले 182 जना स्वकीय सचिव नियुक्ति गरेको होइन? ती को नियुक्ति? घण्टीका माननीयहरूले नियुक्ति गर्ने स्वकीय सचिव काङ्ग्रेस एमाले कार्यकर्ता हुन्छ कि राप्रपा कार्यकर्ता हुन्छ? ती सबै राजसभा कार्यकर्ता हैनन्। 182 जना स्वकीय सचिवले नियुक्ति पाउँदा ती कसका कार्यकर्ताले जागिर पाए? त्यसकारणले तथ्य पनि सुन्ने गरौँ घण्टी साथीहरू। हिजो घण्टीको सबैभन्दा ठुलो नेता
रवि लामिछानेले 7वटा सहकारीबाट 68 करोड ठग्यो है। त्यो ठगेको पैसा चाहिँ फिर्ता देऊ, जनता नागरिकले फिर्ता पैसा, बचतकर्ताले पैसा फिर्ता देऊ भन्दा राजनीतिक प्रतिशोध भयो। आज घन्टी सरकारले तिनै बचत ऋणीहरूबाट धमाधम पैसा फिर्ता गरिदिइसकेको छैन। रविले खाएको 68 करोड चाहिँ रवि ऋणी भएन। अनि अरूलाई चाहिँ आखिर त्यही विधि प्रयोग गर्ने रहेछ त, चिज एउटै होइन, ऋणीबाटै असुलेर दिने रहेछ त। रविबाटै सुरु गरौँ न, 68 करोड रविले फिर्ता गरे भएन। अर्को धेरै कुरा, धेरैवटा भाषणहरूमा रविले विदेशमा गएर हामी गल्ली गल्लीमा स्टिकर टाँस्छौँ, नेपालीहरूलाई फर्काउँछौँ, विदेशमा रहेका नेपालीलाई देशमै रोजगारी गर्ने वातावरण सिर्जना गर्छौँ, विदेशमा रहेका मान्छेलाई फर्काउँछौँ भनेको होइन। अनि आज कहाँबाट आयो फ्री भिसा फ्री टिकट? जबकि पार्टीका नेताले विदेशबाट मान्छे ल्याउँछु भने चाहिँ फ्री टिकट फ्री भिसा किन चाहियो? युरोपियन देशहरूमा किन श्रम सम्झौता गर्नु पर्यो? श्रम सम्झौता गर्नु, फ्री भिसा फ्री टिकट गर्नु भन्नु र माधवकुमार नेपालले बिना ढेवाके भन्नु एउटै होइन? के फरक भयो तिमीहरूमा र माधवकुमार नेपालमा? विदेशका गल्ली गल्लीमा स्टिकर टाँस्छु भनेको कम्तीमा मान्छे फिर्ता ल्याउनु, अब यहाँ रोजगारी सिर्जना गर। अनि हामीले त्यो कुरा भन्दा खुट्टा तानेको भयो। फेरि माधव कुमार नेपालले बिना ढेवाके भन्दा चाहिँ तिमीहरूलाई गलत कुरा भयो। अहिले निःशुल्क लागतमा वैदेशिक रोजगारीको यात्रा सुनिश्चित गरिनेछ भन्दा चाहिँ तिमीहरूलाई राम्रो भयो। रवि लामिछानेले भनेकै नि गल्ली गल्लीमा स्टिकर टाँस्छ भनेर कतिजना मान्छे आए? अध्ययन गर घन्टे हो, अध्ययन गर, सुन। आफ्ना माननीयले भन्दा अगाडि के बोलेका थिए, के गरेका थिए, के बाचा गरेका थिए चुनावको बेला, चुनाव भन्दा अगाडि के भन्थे त्यो पनि सुन्ने गर। यो सुन्न जरुरी छ, भन्न जरुरी छ हैन। हिजो के बोले, अहिले हामीले के गरिरहेछ राज्य सरकारले, 2 तिहाईको सरकार हो, के कानुन ल्याउँछ, के गर्दैछ मतलब भने। तर हिजो भनेको के थियो? हिजो भनेको थियो त्यही सुदन गुरुङ होइन? नेताको अगाडि ट्याटे टुटु हटाइदिने, गाडी लावा लस्कर हटाउने भनेर। आज हेर्नुहोस् त घन्टीको त्यो के अरे सभामुखको माननीय लावा लस्कर हेर्नुहोस् त, यस्तो लावा लस्कर थियो प्रचण्डको, यस्तो लावा लस्कर थियो केपी ओलीको, यस्तो लावा लस्कर थियो। बाफ्रे, हेर्नु भयो नि त्यहाँ। अनि त्यो कुरा आम मान्छेले सोध्न पाउने कि नपाउने? घन्टीहरू यस्तै लावा लस्करका लागि तिमीहरूलाई 2 तिहाई जनमत दिएको। त्यसकारण तथ्य कहाँ छ, तथ्याङ्क कहाँ छ? हिजो के भनेको थियो चुनावको अगाडि, आज के बोल्दैछौँ भन्ने कुरा हिक्का राख्नु पर्यो साथी हो। तर्क गर्न, कमेन्ट गर्न सबैलाई आउँछ, जे पाए त्यो बोल्न, छाडा बोल्ने, जथाभावी गाली गर्ने, प्रणालीको सुरुवात गर्न तिमीहरूभन्दा हामी धेरै अब्बल छौँ। तर सत्य कुरा के हो भने हिजो के भनेको थियो, आज के गर्दैछ हामीलाई मतलब छैन। आम मान्छेलाई पनि सरकार छैन। तर हिजो भनेको के थियो? त्यही सुदन गुरुङ होइन, ट्याटे टुटु बन्द गर्ने भन्ने, त्यो सभामुखको बन्द गर्नु पर्दैन? के थियो आज हेर्नु त, साउथ इन्डियनको हिरोभन्दा धेरै। यिनै यस्तै कुराहरू छन् साथी हो, घन्टी हो होइन? त्यस कारणले कमेन्ट गर्दा, प्रतिक्रिया जनाउँदा, प्रश्न सोद्धा, राजनीतिक तर्क गर्दा तथ्याङ्क पनि हुनु पर्यो होइन? हिजो 35 वर्ष काङ्ग्रेस एमाले देश बिगारे भने ओके, 35 वर्ष काङ्ग्रेस एमाले देश बिगारे। 35 वर्षमध्ये राष्ट्रिय योजना आयोगको स्वर्णिम माग्लेले कति खायो देश बिगार्नु? त्यो होइन? काङ्ग्रेसबाट के केमा नियुक्ति भयो र स्वर्णिम माग्ले? देश बिगार्ने त्यसको हिस्सा छ कि छैन? 5 चोटि सांसद भएको अमरेश कुमार अहिले 1 चोटि राष्ट्रसभाबाट भयो। योभन्दा अगाडि त 4 चोटिबाट काङ्ग्रेसबाट भएको थियो। देश बिगार्नु उसको हिस्सा छैन? उसलाई प्रश्न गर्नु पर्दैन? कतिजना मान्छे काङ्ग्रेसबाट छिरेर त्यहाँ माननीय भएका छन्? 35 वर्ष काङ्ग्रेस एमाले देश बिगारे भने त्यो विश्वराज पोखरेल 35 वर्ष त्यसले जागिर खाएको होइन? देश बिगार्नुमा त्यसको हिस्सा छ कि छैन? त्यसकारणले 35 वर्ष काङ्ग्रेस एमाले देश बिगारे भने सबभन्दा पहिले स्वर्णिम माग्लेलाई सोध्नुहोस् त 35 वर्षमा के बिगार्नु हो त मैले भन्नु। सबभन्दा पहिले अमरेश कुमार सिंहलाई सोध्नुहोस् त्यो 35 वर्षमा के बिगार्नु भयो भन्नु। काङ्ग्रेस छोडेर राष्ट्रसभा भएका, एमाले छोडेर राष्ट्रसभा भएका, माओवादी छोडेर राष्ट्रसभा भएका आफ्ना घन्टे कार्यकर्तालाई सोध्नुहोस् 35 वर्षमा देशमा के बिगार्नु भयो भन्नु।
कुरा त्यसरी हुनु पर्यो घन्टीजीहरू। तथ्य एकातिर, तथ्याङ्क एकातिर, दिनभरि कोरियामा काम गर्ने, 12 घण्टा काम गर्ने, अनि बाँकी रहेको सबै भडास नेपालमा पोख्ने होइन। यहाँको स्थितिहरूकै देश आफ्नै प्रणालीमा बन्दै जान्छ होइन। 1 लाखको स्वास्थ्य बिमा पाइरहेको जनताले 25,000मा झर्यो। किन 75,000 काटेको? घन्टीका कार्यकर्ताहरूलाई तलब बाँड्न कि सभामुखलाई 20वटा गाडीले स्कटिङ गर्न? तथ्य कहाँ छ, तथ्याङ्क कहाँ छ भन्ने कुरा हिसाब हुनु पर्दैन? हिजो BYD गाडीको तस्करीमा हिजो भन्सारमा छेडखानी भयो, बजेटमा गडबडी भयो भनेर अर्थमन्त्री त्यो जनबहादुर शर्माले राजीनामा दिएको होइन? आज पनि 750 गाडी तस्करी भएछ त? कसले चुहायो त्यो सूचना? स्वाणी मुगाले पनि चुहाएन भन्ने के ग्यारेन्टी छ? प्रश्न सबैलाई उठ्छ। लोकतन्त्र सबैलाई तर्क बहस गर्ने अधिकार छ। तथ्यमा बहस गर्नु पर्यो, तथ्यमा होइन। एउटा इन्स्टिट्युट बनाउन, एउटा पूर्वाञ्चल विश्वविद्यालयको मा थिति बसाल्न, एउटा बिपी प्रतिष्ठानमा थिति बसाल्न कति लामो समय, कति प्रोसेस पार गर्नुपर्छ। सुदन गुरुङ यही बिपीमा आएर कति 1-1.5 महिना आन्दोलन गरेको होइन? न त्यो सुदन गुरुङ बिपी प्रतिष्ठानको सेवाग्राही हो, न सुदन गुरुङलाई बिपी प्रतिष्ठानमा भएको गडबडी थाहा छ। कसको प्रयोजनले आएर आन्दोलन गर्यो र अहिले सुदन गुरुङ बिपी प्रतिष्ठान सुदन गुरुङको प्रायोरिटीमा कति परेको छ यो थाहा हुनु पर्दैन? त्यतिकै भ्याभ्या गर्ने? तथ्य तथ्याङ्कमा खेल्ने गर्न साथी हो। राजनीतिक तर्कलाई राजनीतिक तर्कले चिर्नुहोस्। हिजो के बोलेको थियो रवि लामिछानेले, सिधा कुरा जनतासँग पनि हेर्नुहोस्। हिजो के बोलेको थियो बालनले र्याप गाउँदा पनि हेर्नुहोस्। अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा, नक्साको विषयमा के तर्क गरेको थियो, आज के गर्दैछ पनि हेर्नुहोस्। अब अहिलेको सरकारले काम गर्दैछ 2-2.5 महिना 3 महिना भयो होइन? तुलसा अधिकारी महत्त्वपूर्ण थियो कि देशमा पक्राउ गरेर ल्याउने? जीवी राई महत्त्वपूर्ण थियो। अवश्य पनि जीवी राई महत्त्वपूर्ण थियो होला। घन्टीका सांसदलाई 182 जना घन्टीका कार्यकर्ताहरूलाई स्वकीय सचिवको रूपमा राजनीतिक नियुक्ति दिनु जरुरी थियो कि निर्मला पन्तको हत्यारा पत्ता लगाउनु जरुरी थियो? निर्मला पन्तलाई न्याय दिनु जरुरी थियो? त्यसकारणले निर्मला पन्तको हत्यारा पत्ता लागेको खोइ, वाइट बडीको छानबिन खोइ, यतिको घोटालाको छानबिन खोइ, शेरबहादुर देवाको घरमा पैसा जलेको हो कि होइन त्यसको छानबिन खोइ, वाइट बडी काण्ड खोइ, ओम्नी काण्ड खोइ, यति काण्ड खोइ छानबिन? यिनीहरूलाई छानबिन हुनु पर्दैन? यिनीहरूको चाहिँ छिटो छानबिन गर्नु पर्यो नि, छिटो ल्याउनु पर्यो। निर्मला पन्तको हत्यारा पत्ता लगाउन रवि लामिछाने कति कराउँथ्यो टिभीमा हुँदा, गृहमन्त्री हुँदा पनि गरेन। आज खोइ सरकार बनेको 2-2.5 महिना 3 महिना भइसक्यो, इन्भेस्टिगेसन गर्नु पर्दैन? भुटानी शरणार्थी काण्ड छानबिन गरेर पब्लिकलाई जानकारी दिनुपर्छ कि पर्दैन? भुटानी शरणार्थी केस कहाँ कहाँ पुग्यो, को दोषी थिए, को माफिया थिए, दिनु पर्दैन? वाइट बडी काण्ड भन्थे घन्टीहरूले, त्यो वाइट बडी काण्ड कहाँ पुग्यो? गिरिबन्धु काण्ड भन्थे, के भएको रहेछ त्यो काण्डमा? कति घोटाला गरेका रहेछन्, को रहेछन् माफियाहरू भनिदिनु पर्दैन? तोरी तर्क गरेको छ, तथ्य छैन, तथ्याङ्क छैन। महँगीले मान्छेको ढाड सेकिसक्यो। 154 रुपियाँको पेट्रोल 225 रुपियाँ पुगेको छ। बिजुलीमा भ्याट लगाइदिएको छ, स्वास्थ्यमा कर लगाइदिएको छ, शिक्षामा कर लगाइदिएको छ, यातायात व्यवसायमा आयकरमा दोब्बर लगाइदिएको छ। 6% छ ब्याङ्कमा ब्याज दर, कोही लिनेवाला छैन ब्याङ्कमा ब्याज। ब्याङ्कले 6% मा अहिले पैसा दिइरहेको छ, तर कोही लिनेवाला छैन पैसा। भरोसा छैन। करोडौँ कारोबार गर्ने व्यापारी व्यवसायीहरू पनि आज आफ्नो सम्पत्तिहरू फटाफट छोराछोरीले विदेश पठाएर आफू पनि विदेश चम्पे हान्ने माहौल बनिसकेको छ। त्यता ध्यान दिनु पर्दैन? हिजो केपी ओली शेरबहादुर देउवा को नेतृत्वमा सरकार चलाउँदा 15% पनि ब्याज दर तिरेर जनताले अब देशमा के हुन्छ भन्ने आशा राखेको थियो। खोइ अहिले घन्टीको सरकारमा 6% ब्याज दर पनि ब्याङ्कमा कोहीले पैसा लिन गइरहेको छैन। राज्यप्रति भरोसा हुनु पर्दैन? घन्टी सरकार आयो, 2/3 सरकार आयो, हामी लगानी गर्छौँ,
देशमै व्यवसाय गर्छौँ भनेर विदेशबाट फर्किने लर्को हुनुपर्ने हो कि होइन? तर पहिलेभन्दा दोब्बर भएको छ विदेश जानेको। कोही फर्केको छैन। तथ्यमा खेल्नु साथी हो, तथ्यमा खेल्नुहोस्, तथ्याङ्कमा खेल्नुहोस्। घन्टीको त्यो प्रमोसन गर्ने रुटिन अफ नेपाल बन्दले अहिले एयरपोर्टमा गएको भिडको फोटो किन हाल्दैन? के अहिले एयरपोर्ट खाली छ? अहिले मान्छे जान रोकिएको छ? रोकेको त छैन होला, उति नै गइरहेको छन् होला, अझै बढी गइरहेको होला। सरकारले त धमाधम अन्य देशहरू छ नि श्रम सम्झौता गरेर मान्छेलाई रित्ते बनाउने, देशलाई रित्ते बनाउने, धमाधम मान्छे विदेश पठाउने प्रोसेस चलिरहेछ। त्यस कारणले तथ्य कहाँ छ? आयोग बनाएको छ भाइ भ्रष्टाचार छानबिन गर्न अरे। भ्रष्टाचारको कुरा गरेको होइन दाइ, भ्रष्टाचार बाहेक अरू छैन। निर्मला पन्तको हत्यारालाई पत्ता लगाउने कुरा भ्रष्टाचार हो? गिरीबन्धुको छानबिन गरेको कुरा भ्रष्टाचार हो? शेरबहादुर देउवाको घरमा पैसा जल्यो भन्ने प्रोपोगन्डा मचाइएको छ, त्यो जलेको हो कि भनेर छानबिन गर्ने त भ्रष्टाचार हो? प्रहरी किन आयोग बनाउनु पर्यो? प्रहरी छैन, सिआइबी छैन, राज्यको कुनै पनि निकायमा भरोसा छैन? जे गर्नलाई नयाँ नयाँ आयोग बनाउनु पर्छ? यत्रो समय बनेका इन्स्टिच्युटहरूले छानबिन गर्नु हुँदैन? भुटानी शरणार्थी काण्डमा को दोषी थिए भनेर बाहिर निकाल्नु पर्दैन? ननसेन्स, गलत तर्क गरेको छ, बकवास तर्क गरेको छ। व्यापार बजारमा गयो, एउटा मान्छे लगानी गरेर व्यापार गर्छु भन्ने मान्छे निस्किँदैन। एकजना मान्छे छैन म देशमै केही गर्छु, व्यापार गर्छु, लगानी गर्छु, ब्याङ्कमा सस्तो ब्याज छ, मेरो व्यापारलाई दोब्बर बनाउँछु भन्ने मान्छे। विदेशमा गएका साथीहरू कोही सुन्नुपर्दा कोही फर्किन तयार छैन। राज्य सञ्चालकहरूलाई यस्तो लागिरहेछ, सरकारलाई यस्तो लागिरहेछ कि होइन हामीभन्दा माथि अझै कोही छ, म यो देशको अन्तिम अभिभावक हुँ भन्ने सरकारलाई भानै छैन। यो देशको अभिभावक म हुँ, हामीले गर्नुपर्छ भन्ने राज्यलाई भानै छैन। हामीभन्दा अझै माथि कोही छ, यिनीहरूलाई देखाइदिउँ, यिनीहरूलाई इगो शान्तिउँ भन्ने टाइपको छ घन्टी सरकारको। सरकार देशको अन्तिम अभिभावक हो, सरकारभन्दा माथि कोही हुँदैन। सरकारले कोहीसँग रिसिभी साध्नु पर्दैन, सरकारले कसैलाई देखाउनु पर्दैन होइन। सरकारले भरोसा जित्ने देखाउने हो, राज्य छ भन्ने महसुस गराउनु पर्यो होइन। यो राज्य छ, म यहाँ लगानी गर्छु भन्ने वातावरण बनाउनु पर्यो नि। 2 वर्ष भयो भाइ यो सरकार आएको, 70 दिन हुँदैछ अरे। दाइको राम्रै छ, डाटामा हेर्दैछु। तपाईँ त घन्टी हो, अब तपाईँसँग त के तर्क तथ्याङ्क केही छँदै छैन होइन। घन्टीको मलद्वारलाई पनि तपाईँ हरिद्वार देख्नुहुन्छ दाइ, 2 वर्ष 6% ब्याज दर भएको भन्दै हुनुहुन्छ होइन। त्यस कारणले देशमा ब्याज दर घटेको छ, देशमा लगानी गर्ने वातावरण बनाउनु पर्यो। 24 घण्टा लाइन आउने बनाइदिएको छ कुलमानले। कुलमान त एउटा कर्मचारी हो काङ्ग्रेस एमाले होइन। 24 घण्टा लाइन छ, देशमा ब्याङ्कमा 6% ब्याज दर छ, गाउँ गाउँमा सडक पुगेको छ, तर पनि मान्छे किन लगानी गर्न तयार छैन भन्दा राज्यसँग भरोसा छैन, सरकारसँग भरोसा छैन, राज्य सञ्चालकलाई पब्लिकले विश्वास गरेको छैन। पहिले राज्यले पब्लिकको भरोसा जित्नु पर्यो क्या। भरोसा जितेपछि मात्रै अनि नागरिकले लगानी गर्छ। अहिले वर्षमा 50 करोड 1 अर्ब लगानी गर्ने व्यापारीहरू पनि जतिसक्दो छिटो छोराछोरीलाई विदेश पठाएर होइन। ताली बजाऊ कुरा सुनेर ताली बजाऊ अरे बिकेजी। विजयजी ताली बजाउनु पर्दैन, तथ्य कुरा भनेको। बजारमा व्यापारको स्थिति कस्तो छ थाहा छैन, उपभोक्ता कस्तो छ थाहा छैन, कति मान्छे विदेश जाँदैछन् थाहा छँदैछ होइन, मान्छेको क्रय शक्ति कति हो थाहा छँदैछ। हिजो मात्रै अनलाइन खबरमा एउटा समाचार प्रकाशन भएको थियो, प्रधानमन्त्रीले चिजको डिडिसीको चिज खाएपछि बिक्री बढ्यो, बिक्री बढेपछि डिडीले सबै चिजको मूल्य बढाइदियो, 2 रुपियाँदेखि 200 सम्म मूल्य बढायो। यस्तो पनि हुन्छ व्यापार काहीँ? बिक्री बढेपछि त मूल्य घट्छ पो त। बजारमा सप्लाई धेरै भएपछि, डिमान्ड धेरै भएपछि सप्लाई बढ्छ, सप्लाई बढेपछि व्यापारीको नाफा बढ्छ, नाफा बढेपछि मूल्य घट्ने होइन। यहाँ त उल्टो छ घन्टी सरकारमा। डिडिसीको बिक्री बढ्यो अनि मूल्य बढाइदियो अरे। हेर्नु त के हो, के गर्न खोजेको? बिक्री बढ्यो, धेरै बिक्री भयो भनेर बिक्री घटाउन खोजेको हो कि? बिक्री बढ्यो भने त बिक्री बढेपछि त नाफा बढ्यो भयो, अब कम रेटमा बेच्नु पर्यो नि उपभोक्तालाई होइन, अझै सस्तो मूल्यमा दिनु पर्ने होइन। बिक्री बढ्यो डिडिसीको, मूल्य बढाइदियो डिडिसीले। यस्तो छ होइन घन्टी सरकारको ताल। अनि तपाईँले सुनिहाल्नुभयो होला बजेट भाषणमा, नेपाल टेलिकमलाई पनि
पब्लिक लिमिटेडमा लाने, नेपाल टेलिकमको धेरैभन्दा धेरै सेयर पब्लिकलाई दिने, नेपाल आयल निगमलाई पनि कम्पनी मोडलमा लाने, नेपाल एयरलाइन्सलाई पनि कम्पनी मोडलमा लाने, त्यहाँको अधिकतमभन्दा अधिकतम सेयर पब्लिकलाई दिने। यो भनेको के हो? यो भनेको प्राइभेट सेक्टरलाई गभर्मेन्टले लगानी गरेको सेक्टरमा भित्र्याउने भनेको हैन। अनि भइरहेका संस्थामा चाहिँ प्राइभेटलाई भित्र्याउने। अनि हेटौँडामा रहेको चाहिँ मकवानपुरमा रहेको कपडा कारखाना सञ्चालन गर्छु भनेर मान्छेले बेकुफ बनाउने, गोरखकाले टायर चलाउँछ भनेर मान्छेलाई बेकुफ बनाउने। गोरखकाले टायर चलाउनै पर्दैन। अहिले सरकारले चलाइरहेको नेपाल आयल निगमलाई राम्रो नाफामा लैजाऊ न। अहिले सरकारले चलाइरहेको नेपाल वायुसेवा निगमलाई राम्रो नाफामा लैजाऊ न। किन पब्लिकलाई कन्फ्युजन बनाएको? किन पब्लिकलाई ढाँटेको? कि प्राइभेटाइजेसन गर्छौँ हामी, सरकारले चलाएका संरचना सरकारले उद्योग धन्दा चलाउनु हुँदैन भनेर सिधा भन्नु पर्यो हैन? होइन भने पब्लिकलाई हामी हेटौँडा उद्योग चलाउँछौँ पनि भनेर ढाँटेकै छ, कपडा कारखाना चलाउँछु भनेर ढाँटेको छ, गोरखकाली रबार चलाउँछु भनेर ढाँटेको छ। अनि भएका चाहिँ उद्योग धन्दाहरू चाहिँ फेरि प्राइभेटाइजेसनमा गर्ने, पब्लिकको सेयरलाई सेयर दिने, कम्पनी मोडलमा लाने, अर्थात् सरकारले चलाउन नसकेर नाफा नभएर प्राइभेट सेक्टरको जिम्मामा दिने, प्राइभेट सेक्टर पनि भित्र्याउने भन्दैछ। यस्तो फन्टुस कुरा पनि गर्नुहुन्छ पब्लिकलाई देखादेखि। त्यस कारणले तर्क गर्दा, तथ्य गर्दा 35 वर्षमा शासन भएन, शासन ठिकठाक थिएन, सबैले बुझेकै हो। 35 वर्षमा भएन भनेर बेटर शासन सत्ताका लागि पब्लिकले घन्टीलाई भोट दिएको। तर त्योभन्दा खत्तम, त्योभन्दा बर्बादी शासनको लागि होइन नि। जनताको दैनिकी चल्न छोडिसक्यो अहिले। यहाँ हरेक कुराको मूल्य वृद्धि, यति धेरै मूल्य वृद्धि भएको छ। पेट्रोलमा त्यस्तै छ, डिजलमा त्यस्तै छ, सार्वजनिक यातायातको कुरै छोडिदिनुहोस्, एयरलाइन्सको कुरै छोडिदिनुहोस् होइन। डिडिसीमै 200 रुपियाँ बढाइदिइसक्यो हरेक चिजमा। अन्डा बढिसक्यो, मान्छेको चामल तेलको कुरै छोड्नुहोस्। कारणले तथ्यमा बहस गर्ने गरौँ, तथ्याङ्कमा बहस गर्ने गरौँ। के थियो हिजो, आज के थियो? हिजो सत्ता सञ्चालन गर्न अहिले जो राजसभाको खोल ओढेर पुगेका छन्, तिनीहरूले देश बिगार्न को भूमिका खेलेका थिए? तिनीहरू कति बसेर राजनीतिकमा लाभ लिएका थिए? म हिजो कुन पार्टीमा राजनीतिक लाभ लिएको थिएँ भन्ने विषय चाहिँ बुझ्न जरुरी छ। ल यस्तै छ, हाम्रो जीवनजीले हेर्दै हुन्छ, गोविन्दजीले हेर्दै हुनुहुन्छ, नेपाली जुत्ताहरू के छ सर भन्दै हुन्छ नवीनजीले, प्रदीप कोइराला भन्ने एउटा घन्टी भाइले पनि हेर्दैछ होइन। यो त विदेशमा छ, यसलाई त देशको बारेमा भडास पोख्नु छ होइन। उहाँ त चिल्ला सडकमा हिँड्छ अनि यहाँ नेतालाई गाली गर्छ होइन। उहाँ चाहिँ 14 घन्टा काम गर्छ अनि यहाँ चाहिँ के भन्छ, यहाँका नेताहरूलाई गाली गर्छ। अब त्यस्तै हो। मिथिलेश भगत दाईले पनि हेर्दै हुनुहुन्छ, श्रेष्ठ सुमनजीले पनि हेर्दै हुनुहुन्छ होइन, शर्मिला रिमालजीले पनि हेर्दै हुनुहुन्छ। सबैजनालाई रात्रिकालीन अभिवादन छ। मूल्य वृद्धि भएको तेलको मूल्य बढेर हो भाइ भनिदिन्छ। तेलको मूल्य कसले बढाएको? भारतमा 82 रुपियाँ आइसी छ तेल। अलिकति अध्ययन गर्नुहोस् न दाइ, घन्टीको आँची नै त नखानुहोस् न। भारतमा आइसी 86 रुपियाँ छ। गुगल गरेर हेर्नुहोस्, गुगल चलाउन आउँछ भने। कन्भर्ट गरेर कति हुन्छ नेपालमा? आइसी 86 रुपियाँको त्यति कन्भर्ट गर्न आउँदैन। नेपालमा कति छ पेट्रोलियम पदार्थको मूल्य अहिले? नेपाल मात्रै बढेको पेट्रोलियम पदार्थको मूल्य। भारतमा आइसी 86 रुपियाँ छ। चेन्ज गर्दा कति हुन्छ नेपालमा? सरकार भने के हो, यस्तो सङ्कटमा सब्सिडी दिने होइन? तेलको मूल्य बढ्यो भने हामीले बढाएको भनिदिने? यस्ता छन् घन्टीको तर्कहरू। यो आरके श्रेष्ठ भन्ने दाइ चाहिँ 40 वर्ष नेपाली काङ्ग्रेसमा बसेर वडाध्यक्षको टिकट नपाएर, वडा सदस्यको टिकट पाएर हारेर होइन, अनि अहिले चाहिँ घन्टी हुनुभएको एकदम भडास पोख्दै हुनुहुन्छ। विशेष गरी मेरो कमेन्टमा हेर्नुहुन्छ, उहाँ चाहिँ नेपाली काङ्ग्रेसमा बसेर त्यहाँको उपभोक्ता समितिमा बस्ने, त्यसमा पनि कमिसन खाने, चाहिँ आफ्नो वडा समितिमा जे जे लाभ प्राप्त हुन्थ्यो सबै खानेमा संलग्न दाइ हो यो आरके श्रेष्ठ भन्ने दाइ। अहिले चाहिँ एकदम घन्टी हुनुभएको छ होइन। उहाँलाई चाहिँ धरान 15 को वडाध्यक्ष नदिएको आक्रोश उहाँले व्यक्त गरिरहनु भएको छ। यस्तै लोभी पापीहरू देशमा एकदम धेरै छन् होइन। नेपाल र भारत अलग अलग देश हो भाइ। अरे
दाइ भारतमा चाहिँ पेट्रोल चल्छ, तपाईँको बाइकमा चाहिँ खाने तेल हुँदैन होला, एउटै हो नि। भारतमा चल्ने पनि पेट्रोल त्यही हो, नेपालमा चल्ने पनि त्यही पेट्रोल त्यही हो, भारतमा आउने पनि डिजेल त्यही हो, नेपालमा आउने पनि डिजेल त्यही हो होइन। तपाईँकोमा आउने डिजेल चाहिँ छुट्टै फ्लाइटबाट आउँछ भने अर्कै कुरा हो होइन। हामीलाई आउने त्यही भारतको तेल हो, त्यहाँ जति मूल्य छ हामीलाई पनि त्यति नै भयो भने राहत हुन्छ भन्न खोजेको होइन। भारतभन्दा कम बनाए पनि केही बिग्रिँदैन होइन। त्यस्तो छ दाइ, ठिकै छ। अब यो हामीले तपाईँसँग त्यस्तो बहस त होइन, तर तपाईँहरूको तथ्याङ्क तर्क देख्दा चाहिँ विरक्त लागेर अहिले यो लाइभमा बस्ने गरेको। अलिकति अध्ययन गर्दा, अलिकति तर्क राख्दा, राजनीतिक बहस गर्दा चाहिँ तथ्यमा बहस गऱ्यो भने एकले अर्कालाई सजिलो हुन्छ भन्ने सन्तोष भन्ने घन्टी भाइ पनि आयो। यो पनि विदेशमै छ, एकदम घन्टीको पनि फ्यान हो। कतारमा अझै सस्तो छ नि भाइ भन्दै हुनुहुन्छ हो। कतारमा यस्तो देश जलाएर सरकारमा पुग्न पनि दिँदैन दाइ, सार्वजनिक ठाउँमा झुन्ड्याएर मारिदिन्छ, फाँसी दिन्छ। यस्ता घन्टीहरू पनि कतारमा हुँदैनन् नि त। कतारमा अनुशासन हुन्छ, सरकार प्रहरीलाई कुटेर होइन, संसद जलाएर, सर्वोच्च जलाएर सत्तामा पुग्न पाइँदैन नि त दाइ। झुन्ड्याएर मारिदिइहाल्छ हाम्रो ठाउँमा होइन। भाइ सही हो, तर तिम्रो शब्द इन्टरभ्यू चाहियो बालेन सरसँग प्लिज, मजा आउँछ भन्दै यस्तो कुरा हो। घन्टे जस्तो अराजक संस्कार भएका मान्छेहरूलाई त कतारमा त फाँसी दिन्छ। तपाईँ पनि यतिखेर 2-4 करोड डलरमा जरिवाना परिसक्नुहुन्थ्यो होइन। धन्न खुसी हुनुहोस्, काङ्ग्रेस एमालेको पालामा भाउजूले सरकारी जागिर पाउनुभएको त। त्यही सरकारी जागिर काङ्ग्रेस एमालेकै पालामा तपाईँले धरानमा एमालेकै सोर्स पर्समा जागिर खानुभएको थियो। अब बुढो हुनुभयो, जागिर खान छोड्नुभयो, अथवा एमाले त्यतिखेर जागिरबाट तपाईँलाई निकालिदियो। अब तपाईँलाई एमालेप्रति भडास छ, तर तपाईँले जागिर त एमालेकै सोर्स पर्समा खानुभएको। भाउजूले जागिर खाँदा काङ्ग्रेस एमालेकै सरकार थियो, त्यतिखेर त घन्टीले त जागिर दिएको होइन भन्ने कुरा हो। खैर भाउजूले चाहिँ जागिर खाँदा अब क्षमताले खानुभयो होला। काङ्ग्रेस एमालेको पालामा पनि क्षमताको कदर हुन्थ्यो भन्ने कुरा फेरि अर्कै बहस रह्यो होला। काङ्ग्रेस एमालेमा पनि क्षमताले जागिर खान्थे, क्षमताले काम गर्थे भन्ने फेरि तपाईँ तर्क गर्नु होला होइन। कुरा त्यस्तो हो होइन। देउवा ओली प्रचण्ड जस्ता पनि नेपालमा छन् होइन। तिनीहरूमा हाम्रो ठुलो असहमति छ। तिनीहरूले सत्ता सञ्चालन गरेनन्, देशलाई ट्र्याकमा दिएनन् होइन, देशमा भ्रष्टाचार मौलायो। तिनीहरूसँग हाम्रो कहाँ सहमति छ? तिनीहरूसँग पनि हाम्रो असहमति छ। तर तिनीहरूभन्दा 1000 गुणा खराब आएका घन्टीहरू तपाईँहरू जस्तो मान्छे चाहिँ होइन। कतारमा एउटा पुलिसले 1000 मान्छे थर्काउँछ भन्दै हुनुहुन्छ केदारजीले। हो वास्तवमै कुरो कहानी यस्तै छ। अन्धा बालेनको के इन्टरभ्यू गरिदिउँ अरे। बालेनसँग इन्डिभिजुअली त्यस्तो केही छैन दाइ। बालेनले त हिजो यो गर्छु नि भनेको थिएन। तर सत्य के हो भने हिजो रविले के भनेको थियो, विदेशबाट मान्छे फर्काउँछु, गल्ली गल्लीमा स्टिकर टाँस्छु भनेको थियो। आज मान्छे पठाउनलाई फ्री भिसा, फ्री टिकट दिँदैछ। यिनीहरूलाई लाज लाग्दैन त्यो भन्नु? हिजो काङ्ग्रेस एमालेको सरकारमा 1 लाख रुपियाँ स्वास्थ्य बिमा थियो, आज घटाएर 25,000 बनाइदियो। यिनीहरू लाज लाग्दैन त्यो घटाउनु? हिजो काङ्ग्रेस एमालेको सारा कार्यकर्ता भर्ती केन्द्र भनेको थियो, आज 182 जना स्वकीय सचिव नियुक्ति गरे। ती सबै राजसभा कार्यकर्ता हैनन्? लाज लाग्दैन यिनीहरूलाई? ननसेन्सहरू। कुरो कानी यस्तो छ कि अब यो कुरो कानी जति गरे पनि के हो भाइ, तिमी सबै कुरा बुझेर बोल। नभएको कुरा हो, तपाईँ पनि नभएको कुरा प्रमाणित नगर्नु। तपाईँलाई लाज लाग्दैन त्यहाँ त्यही कमेन्ट गर्न? भुटानी शरणार्थी को गडबडी गरेको छन्, सरकारलाई अध्ययन गर भनेर दबाब दिनुहोस् न। तपाईँले के कमेन्ट गर्नु? तपाईँलाई थाहा छ आरके श्रेष्ठजी? तपाईँले हिजो काङ्ग्रेसको मासु भात खाएको, तपाईँको दाँतमा अड्केको अहिलेसम्म छैन तपाईँलाई? तपाईँ वडा कमिटीको सचिव हुनुहुन्थ्यो कि हुनु न थियो? काङ्ग्रेसको क्रियाशील बाँड्ने तपाईँ हो कि न? काङ्ग्रेसको टिकट लिएर वडा अध्यक्ष लडेको कि न? वडा अध्यक्ष लड्न पैसा, वडा सदस्य लड्न कति पैसा खुवाउनु भयो? तपाईँहरू जस्तै एकदम खराब कार्यकर्ताहरूको कारणले खासमा देश बिग्रेको। आरके श्रेष्ठजी, यहाँ अरूले त नि आरके श्रेष्ठ भन्ने एकजना दाई हुनुहुन्थ्यो धरान 15 को। काङ्ग्रेसबाट वडा अध्यक्ष लड्ने इच्छा थियो, काङ्ग्रेसले वडा अध्यक्ष दिएन। वडा सदस्य लड्नुभयो, उहाँ हार्नुभयो। उहाँको राजनीतिक चेतना, राजनीतिक हैसियत वडा अध्यक्ष लड्ने खालको थिएन, दिएन होला होइन। तर अहिले उहाँ काङ्ग्रेस एमाले विरुद्ध भडास पोखल्दै हुनुहुन्छ। त्यही भएर मैले उहाँलाई हल्का डेमा दिएको मात्रै हो। उहाँले काङ्ग्रेसको मासु भात खाएको
मासुको टुक्रा अहिले पनि उहाँको दाँतमा अड्किरहेको छ। अलिअलि लाज सरम भएको भए त उहाँ यसरी बोल्नुहुन्न थियो, तर अब लाज सरम, अब घन्टी भए त लाज सरम सब हट्छ। हेलो अर्जुन दादा, सुजन भाइ, के छ हालखबर? साथीहरू हेर्दै हुनुहुन्छ, कुरोकानी यस्तै हो होइन। राजनीतिक बहस छलफल हुँदै गर्छ। कमला दिदी, मेरो आदरणीय दिदी पनि आइसक्नुभयो होइन। फणेन्द्र अधिकारी भन्ने एउटा एकदम इमान्दार कार्यकर्ता, एकदम मेहनती श्रमजीवी मान्छे पनि आइपुग्यो। चाहिँ हामी लाइभमा छौँ, लाइभमा जोडिरहेछौँ। आज तपाईँले घन्टीको सभामुख डोल प्रसाद अर्याल, मेन पावर सञ्चालक, सुमिरे ट्राभल्स भन्ने मेन पावर सञ्चालक डोल प्रसाद अर्यालको स्कटिङ हेरिहाल्नुभयो होला तपाईँले होइन, कस्तो छ। डोल प्रसाद अर्याल भनेको घन्टीबाट चुनाव जितेर अहिले सभामुख हुनुहुन्छ। उहाँको आज स्कटिङ हेरिहाल्नुभयो तपाईँहरूले। यस्तो छन् घन्टीको चरित्र, घन्टीको बारेमा अब हामीले के भन्ने होइन। यो विषयमा हल्का तपाईँहरूलाई बुझाउनु मात्रै खोजेको, धेरै होइन। ओहो राम्रै पो दिनुभयो त भन्दै हुनुहुन्छ हाम्रो प्रकाशजीले। प्रकाशजी हाम्रो राष्ट्रसेवक, हाम्रो आदरणीय मित्र। अन्य देश र हाम्रो देशको परिधि फरक छ। यहाँ 90% मान्छे विदेशी नागरिक छन्, जसले गर्दा कानुन पालन गर्न सजिलो छ। जमिन नागरिकको नाममा छैन, जङ्गल छैन, यस्ता धेरै छन् जो घन्टीलाई थाहा छैन। घन्टीलाई केही थाहा छैन। घन्टेका कार्यकर्ताको कमेन्ट प्रतिक्रिया हेर्नुपर्छ, त्यो हेर्दा वास्तवमा यिनीहरूले धेरै कुरा थाहा छैन क्या। तपाईँले नै असल कार्य होइन, मलाई आफूले असल दाबी गरेको छैन मनोजजी। म घन्टीको लागि एकदमै खराबै हो। मैले एकदम आक्रोश भडास किन पोखेको भने घन्टीलाई यस्तै भाषा बुझ्छ भनेर मैले बोलेको। मलाई, म आफू असल कार्यकर्ता, अरूलाई खराब भनेको म खराबै हो। घन्टीको नजरमा म एकदम खराब। तर हिजो के भनेको थियो, आज के हुँदैछ मात्रै यसो रिमाइन्ड गराउन खोजेको मनोजजी। मैले आफूलाई असल, अरूलाई खराब मैले गरेको छैन, म एकदम खराबै हो होइन। तर घन्टीका लागि चाहिँ यही हो भाषा होइन। घन्टे र घन्टीका लागि यही हो भाषा। घन्टी नेपाली काङ्ग्रेसको सांसद माननीय ज्ञानेन्द्र बहादुर कार्कीको कठोर पहलमा बनेको सिटी हलमा आफ्नो अधिवेशन गरेर काङ्ग्रेस एमाले के गर्यो भन्ने घन्टीको चेतना स्तरलाई यस्तै भाषा प्रयोग गर्यो भने मात्रै बुझ्छ, बुझ्दैन होइन। अन्य कुरा बुझ्दैन, अन्य भाषा बुझ्दैन। हिजो के भन्छ सागर के अरे त्यो हाम्रो शेरबहादुर देवासल लड्ने एउटा इन्जिनियर छ नि, खैर जे होस्, त्यो दुर्घटना परेछ होइन। घन्टीको माननीय सागर के पो थियो नि त्यसको नाम, यसै सागर खै के थियो, सागर ढकाल। घन्टीको माननीय सागर ढकाल दुर्घटनामा परेको समाचार मुनि आएको कमेन्टहरू हेर्नुभयो। घन्टीले कस्तो संस्कार हुर्काइरहेको छ, कस्तो भाषा शैली हुर्काइरहेको छ। एउटा मान्छेले त्यो मान्छेलाई ओहो दुर्घटना पर्नु भएछ, शीघ्र स्वास्थ्य लाभको कामना भनेको छैन। कस्तो समाज बनाउँदैछ घन्टीले, कस्तो भाषा शैली निर्माण गर्दैछ घन्टीले। यस्तो थिएन काङ्ग्रेस एमालेको पालामा। राजनीतिक बहस थियो, प्रतिवाद थियो, वाद थियो, प्रतिवाद थियो होइन, असहमति थियो, तर भाषा शैली यस्तो थिएन क्या। एउटा मान्छे दुर्घटनामा पर्दा ओहो दुर्घटनामा पर्नु भएछ, शीघ्र स्वास्थ्य लाभको कामना भन्ने संस्कार घन्टीले विकास गरेको छैन क्या। यति निकृष्ट कमेन्ट, यति खराब कमेन्ट, यति आचरणहीन कमेन्ट व्यक्त गरेका छन् त्यहाँ। हेरिसक्नु छैन। एउटा सांसद दुर्घटनामा पर्दा आम मान्छेले स्वास्थ्य लाभको कामना गर्नुपर्ने हो नि त। तर भाषा शैली हेर्नुहोस् त, यो कसैले हुर्काएको नि, घन्टीले हुर्काएको होइन। घन्टीले हुर्काएको भाषा शैली आज सागर ढकाललाई प्रयोग भएको छ। यस्तै संस्कार हो हाम्रो राजनीतिक प्रणालीको, यस्तै संस्कार हुर्काएको छौँ हामीले। आज हेर्नुहोस् त, राजसभाको विभिन्न जिल्लामा 12मा हेर्नुभयो होला, अधिवेशनमा, जिल्ला अधिवेशनमा यस्तै संस्कार हुर्काएको काङ्ग्रेस एमाले। सुनसरीमा हेर्नुभयो होला, देशैभरि कयौँ जिल्लामा कुटाकुट छ, मारामार छ। हिजो अस्ति भर्खर जन्मेको पार्टी, राजनीतिक चेतना शून्य छ, राजनीतिक संस्कार शून्य छ, तर्क शून्य छ। न नेताले सुन्छ, न कार्यकर्ताले सुन्छ, न हिजोको तथ्याङ्क थियो, न आजको छ, न भोलिको तथ्याङ्क छ। सिर्फ काङ्ग्रेसलाई गाली गरेको छ, सिर्फ एमालेलाई गाली गरेको छ, सिर्फ केपिओललाई गाली गरेको छ। त्यस कारणले बहस तथ्याङ्क हुनुपर्छ घन्टीजीहरू भन्ने मात्रै।
मातृकाजी जे गरे पनि सही हुन्छ, घन्टेले अरू पो झोले त उहाँहरू त महामानव हो भन्दै हुन्छ। वास्तवमा होइन, फणेन्द्रजी जित्ने हो हामीले, तथ्याङ्कले जित्ने हो हामीले, सही बताएर जित्ने। हिजो कुलमानले बिजुली धेरै चलाऊ, हिटर चलाऊ, कुलर चलाऊ, वासिङ मेसिन चलाऊ, इभी चार्जिङ स्टेसन बनाऊ भनेर प्राइभेट सेक्टरलाई आह्वान गर्दा कुलमानको ट्रान्सफरमा पड्केन। अहिले घन्टी सरकार आउने थियो, पड्क्यो। यो कुरा हामीले चिर्नु पर्दैन। इलेक्ट्रोनिक चुलो चलाउँदाखेरि घन्टी सरकार आउँदाखेरि ट्रान्सफरमा पड्किन्छ अरे। यस्तो तथ्याङ्कलाई हामीले चिर्नुपर्छ भन्ने कुरा हो होइन। हाम्रो सन्तोष लिम्बू आदरणीय दाइ हेर्दै हुन्छ, सञ्जय चौधरीजीले पनि हेर्दै हुन्छ। कारबाही पनि भएको छ आज ट्राफिकले अरे। ए धरानको माननीयलाई पनि हात छोडेर कुदाउँदाखेरि कारबाही भएको छ आज होइन। अब त्यो त कारबाही हुने नै कुरा भइहाल्यो। कुराकानी यस्तै छ होइन। अब धेरै साथीहरूले आफ्नो प्रतिक्रिया जनाइरहनु भएको छ। यो विशुद्ध राजनीतिक लाइभ हो है। फेरि यो यसलाई इन्डिभिजुअल लिएर घन्टीहरूले आफ्नो अनुहार कालो बनाउने, चाउरो बनाउने नबुझ्नु होला। अहिले जति पनि तपाईँहरू घन्टी हुनुभएको छ, हिजो तपाईँ एमालेकै झोले हुनुहुन्थ्यो, हिजो काङ्ग्रेसकै झोले हुनुहुन्थ्यो, हिजो माओवादीकै झोले हुनुहुन्थ्यो। अहिले कतै खाना पाउनु भएन, वडाध्यक्षको टिकट पाउनु भएन, मेयरको टिकट पाउनु भएन। अहिले तपाईँ घन्टी हो, अहिले माटो हो। बुझ्नु भएन? तपाईँ हिजो काङ्ग्रेसकै झोले हुनुहुन्थ्यो, तपाईँ जस्तै त्यो अमरेश कुमार काङ्ग्रेसकै झोले थियो होइन। त्यो के भन्छ स्वर्णिम वाग्ले भन्ने काङ्ग्रेसकै झोले थियो, त्यो मनिष झा भन्ने काङ्ग्रेसकै झोले थियो। त्यो अहिले खगेन्द्र सुनार भन्ने थियो नि, त्यो तरुण दलको केन्द्रीय सदस्य हुनलाई उहाँ दिदीहरूलाई नमस्कार गरी हिँड्दै थियो। सबै काङ्ग्रेस एमालेबाट आएका हुन्, नयाँ कोही जन्मेका छैनन्। त्यस कारण तथ्य हुनु पर्यो, तथ्याङ्क हुनु पर्यो। बहस गर्दा जनताको जीवनशैली अस्तव्यस्त भइसक्यो अहिले देशभित्र। 20,000 30,000 कमाउनेको आम जिन्दगी जसरी चलेको छ अहिले चल्न छोडिसक्यो। इटारी पुग्दा 50 रुपियाँ भाडा लाग्थ्यो, अहिले 75 रुपियाँ पुगिसक्यो। मान्छेको जिन्दगीमा कति असर परेको छ, मान्छेको दैनिकी कति अस्तव्यस्त भएको छ। निजी अस्पतालहरूमा स्वास्थ्य बिमा खारेज गरेर अहिले सरकारी अस्पतालहरूमा खुट्टा टेक्ने ठाउँ छैन, लाइन बसेर मान्छे ढल्न थालिसके। यो कुरा बुझ्नु पर्दैन घन्टीहरूले? सरकारलाई खबरदारी गर्नु पर्दैन? देशको सिमाना हामीले भारतको सिमाना मिचेको छौँ भन्दैन भ्या 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 गर्ने? हामीले मिचेको छ कि छैन त भारतले भन्ने हो नि त। नेपालले हाम्रो सिमाना मिचेको छ भने भारतले कहीँ भनेको छ? कुरा यस्तो छ है साथी हो, कुरा यस्तो छ होइन। जति बहस गरौँ, जति छलफल गरौँ, अब यस्तै छ कुराकानी। घन्टीहरूलाई हल्का पढाउनु पर्ने छ। हाम्रो माधवराज शर्माजी, हाम्रो आदरणीय व्यक्तित्वले पनि हेर्दै हुनुहुन्छ। लोकनाथ सुवेदी नवीन सरले पनि हेर्दै हुनुहुन्छ। सही हो, देशको सिमानापट्टिको 10 मिटर पड्किनु पर्ने सामान्य हो, ट्रान्समिटर पड्किनु सामान्य हो भन्दै हुनुहुन्छ। हो, देशको सिमाना त बेचिसक्यो घन्टीहरूले होइन। सिमानाका नागरिकलाई सोध्यो भने कस्तो अवस्था सिमानाको हालत, संसदमा गएर भारतको सिमाना हामीले मिचेको छौँ भन्छ घन्टीको प्रधानमन्त्री। अनि घन्टीका भेडाहरू ताली बजाउँछन्। यस्तै छ होइन। हामी तर्क तथ्याङ्क हामी गर्दै गरौँ, बहस गर्दै गरौँ। पुराना दलको समर्थनमा हो भाइ भन्दैन चाहिँ बिल्कुल होइन दाइ। पुराना दलको समर्थन होइन, तर तपाईँहरू जस्तो घन्टी कार्यकर्तालाई खबरदारी चाहिँ हो। पुराना दलसँग हाम्रो व्यापक ठुलो असहमति छ। शासन ठिक तरिकाले चलाएनन्, सुशासन दिएनन् हाम्रोमा एकदम। हामी त्यसमा तपाईँभन्दा धेरै हामी क्रान्तिकारी छौँ क्या पुराना दलहरूभित्र। पुराना दलहरूलाई तपाईँहरूभन्दा धेरै हामी खबरदारी गर्छौँ। पुराना दलहरूभित्र बहस हुन्छ, छलफल हुन्छ होइन। पुराना दलभित्रकै मान्छेले खबरदारी गर्छन्। पुराना दलहरूले गरिरहेको शासन प्रणाली ठिक छ भनेर हामीले कहीँ भनेको छैन, धेरै खराबी छन्। तर यसरी सर्वोच्च नै जलाएर, यसरी सिंहदरबार नै जलाएर, संसद भवन नै जलाएर, पुलिसलाई बाँधेर कुटेर पुलिस कार्यालय जलाएर, राष्ट्रपति भवन जलाएर बनेको घन्टी सरकारले त केही गरेन। देखिएन? विनोद कोइराला दाजुले पनि हेर्दै हुन्छ, रत्न रिमाल दाइले पनि हेर्दै हुनुहुन्छ। त्योभन्दा हरामी सरकार आयो, त्योभन्दा खत्तम सरकार आयो। जनताको जनजीवन अस्तव्यस्त भइसक्यो होइन। मूल्य वृद्धिले 100 रुपियाँ पर्ने सामान 150 रुपियाँ भइसक्यो होइन। पेट्रोलियम पदार्थको मूल्य दोब्बर भइसक्यो भन्ने कुरा मात्रै हो। तीमाथि शिक्षामा कर, स्वास्थ्यमा कर, मान्छे अस्पतालमा
बेडमा छटपटाएर आएको छ यता सरकारलाई पैसा चाहियो घन्टीका स्वकीय सचिवहरूलाई तलब दिनु पर्यो नि डोलप्रसाद आर्यलाई 20वटा गाडीले स्कटिङ गर्नु पर्यो चाहियो स्वास्थ्यमा कर लागेको छ बिजुली अलिअलि आत्मनिर्भर बिजुलीमा कर लागेको छ यस्तो अवस्था छ घन्टीको है अब यी कुराहरू जति भने पनि घन्टी कार्यकर्ताहरूले त बुझ्दैनन् तर पनि अब हाम्रो काम हो खबरदारी गरिरहने विभिन्न फोरममा विभिन्न ठाउँमा हामी कराइरहन्छौँ चिच्याइरहन्छौँ होइन हिजो पनि कराएकै हो चिच्याकै हो भोलि पनि हाम्रो पालो यस्तै छ कराइरहनुपर्छ विजय राई बरा क्षेत्रजीले सागर प्रसाद दाई पनि हेर्दै हुनुहुन्छ हाम्रो फेसबुक लाइभमा होइन आज घन्टीका कार्यकर्ताहरू कुटाकुट पनि हेरिहाल्नु भयो होला कतिजनाले टाउको फुटाए सुमन श्रेष्ठ सङ्गमजीले लाइभ गर्दै हुनुहुन्छ उहाँबाट लौकैको सिटी हलबाट नेपाली काङ्ग्रेसले बनाइदिएको सिटी हलमा अधिवेशन गर्दैछ घन्टीले सुनसरीको अधिवेशन चाहिँ लौकैमा गएर गर्दैछ अनि त्यही अधिवेशन हलबाट भाषण गर्छ काङ्ग्रेस एमाले के गरौँ भनेर भाषण गर्दैछ है काङ्ग्रेसको पहलमा बनेको अस्ति सम्माननीय राष्ट्रपतिज्यूले उद्घाटन गर्नुभएको हलमा कार्यक्रम गरेर काङ्ग्रेसलाई गाली गर्छ यस्तो लोकतन्त्र पाएको छ घन्टी सरकारले पुराना दल असक्षम भएर नयाँको जन्म भएको हो है भाइ हो वास्तवमा त्यो सही हो दाइ पुराना दलहरू असक्षम भएरै नयाँ जन्मेको तर नयाँ त पुरानो भन्दा जन्मा खत्तम देखियो नि त दाइ पुरानाहरूले देश लुटेर 25 तोला सुन देखाउँथे नयाँहरूको त 190 तोला आयो पुरानाहरूले 5वटा गाडी स्कटिङ गर्थे नयाँहरूले 20वटा गाडीमा स्कटिङ गर्न थाले हो दाइ पुरानाहरू त यसो कम्ती सिमानाको बारेमा बोल्दै नयाँहरूले त सिमानै हाम्रो त हामीले पो भारतमा मिचेको रहेछ जमिन फिर्ता दिनुपर्छ भन्नु थाले त्यही हो दाइ तपाईँले नयाँ खोजेको घन्टी नयाँ खोजेको सरकार 1 वर्ष हेर्नु पर्यो नि दाइ देश बिग्रिने 1 मिनटमा काफी हुन्छ एउटै निर्णयमा काफी हुन्छ 1 वर्ष हेर्दा त देश चिलिम फर्किसक्छ 1 लाख रुपियाँको स्वास्थ्य बिमा 25,000 मा झर्यो आम जनताको जनजीवन कस्तो भएको छ 1 वर्ष हेर्नु अझै मान्छे कतिजना मरिसक्छन् त्यतिखेरसम्म उपचार नपाएर 1 वर्ष हेर्नु अरे तर्क पनि विरक्त लाग्दा 3जना सुकुम्बासीले आत्महत्या गरे अब 1 वर्ष हेर्नु कति 300-400 जना मान्छे मर्नु कुरो कानी यस्तो छ दाइ कुरो कानी यस्तो छ अब 10 बजे छ यो लाइभ भन्ने कुरा यस्तै हो हामी गफगफ गर्दै गर्नुपर्छ सबैजनालाई धन्यवाद यो तपाईँहरूलाई घन्टी अब घन्टी हाम्रो मित्र आउनुभयो कुशल लामिछाने जिल्ला उहाँ पनि एकदम घन्टी हो घन्टी अहिलेको मूल्याङ्कन गर्ने बेला भएको छैन अरे अब तपाईँलाई मन लागेको थिएन तपाईँ त अब बालेन्द्र र रविको फोटो राखेर पूजा गर्ने मान्छे होइन घन्टीले आची गर्दा पनि सुनको डल्लो देख्ने मान्छे कहाँ तपाईँले मूल्याङ्कन गर्नु मूल्याङ्कन हामी गरिहाल्छौँ नि दाइ आम मान्छेले गर्दैछन् राज्यले गर्दैछ अनुसन्धानले गर्दैछ विधि प्रक्रियाले गर्दैछ अख्तियारले गर्दैछ मानवाधिकार आयोगले गरिसक्यो अस्ति होइन गर्दैछन् सबैले गरिहाल्छन् नि दाजु गरिहाल्छन् पवन पराजुलीले पनि हेर्दैछ हाम्रो भाइले होइन सरकारको आलोचना होइन यो खबरदारी हो 35 वर्षमा कति भयो त भाइ भन्दा 35 वर्षमा के भयो भन्ने कुरा त धरनदेखि इटरीको सडक हेर्नुहोस् 35 वर्षमै भएको बिपी प्रतिष्ठानमा तपाईँले उपचार गरेर हेर्नु भएको छ त्यो 35 वर्षमै भएको तपाईँले 15 वर्ष जागिर खानुभएको घण्टाघर 35 वर्षमै भएको भाउजूले जागिर खाइरहेको स्कुल पनि त्यही 35 वर्षमै भएको तर पर्याप्त भएन दाइ पर्याप्त भएन पुगेन भनेको भाउजूले जागिर खाएको स्कुल घन्टीले बनाइदिएको दाजु होइन नि तपाईँले 15 वर्ष जागिर खानुभयो धरान घण्टाघरमा घन्टीले बनाइदिएको थियो होइन नि अहिले सर र घर अगाडि पिच बाटो छ त घन्टीले बनाइदिएको हो इमर्जेन्सी बिरामी हुने त्यो खुर्रा बिपी अस्पताल आउनु चाहिँ घन्टीले बनाइदिएको 35 वर्षमा त्यही बन्यो दाइ तर भएन ठिक भएन नयाँ सरकार आयो बहुदलीय व्यवस्थामा एउटा सरकार आउनु अर्को सरकार जानु सामान्य कुरा हो होइन अर्को सरकार आउँछ गर्न पाउँछ तर हिजोको भन्दा बेटर हुनु पर्यो हिजोको भन्दा लोकतान्त्रिक हुनु पर्यो हिजो भन्दा सजिलो हुनु पर्यो हिजो भन्दा सस्तो हुनु पर्यो हिजोको भन्दा भरोसायोग्य हुनु पर्यो नि परेन हिजोको भन्दा लोकतान्त्रिक हुनु पर्यो नभएर हिजोकै ठिक थियो नि त्योभन्दा निरङ्कुश हुन्छ भने हिजोकै ठिक थियो त्योभन्दा भ्रष्टाचार हुन्छ भ्रष्टाचारी हुन्छ हिजोकै ठिक थियो थिएन कुरो यस्तो दाजु केशव दाजु हल्का आज तपाईँले मेरो फेसबुकमै पढ्यो होइन जनताले मूल्याङ्कन गरिरहेछन् त जनताले मूल्याङ्कन गरिरहेछन् तपाईँ पनि जनता नै हो म पनि जनता नै हो
होइन कि घन्टी बाहेक अरू जनता होइन नि दाइ, हामी जनता होइन, घन्टीका कार्यकर्ता मात्रै जनता हुन्। अरू पनि जनता नै हुन् दाइ, होइन। एकजनाले बोले पनि जनतै हो, 100जनाले बोले पनि जनतै हो, 1000ले बोले पनि जनतै हो, लाखले बोले पनि जनतै हो, शेरबहादुर पनि जनता नै हो, प्रचण्ड पनि जनता नै हो, केपी ओली पनि जनता नै हो, अरू आम मान्छे पनि जनता नै हो, घन्टीहरू पनि जनता नै हो, तपाईँ पनि जनता नै हो। हरेकले सरकारसँग कुरा राख्न पाउनुपर्छ। नवीन तामाङ दाइले पनि हेर्दै हुनुहुन्छ भन्दै अब आजको बहस छलफल फेसबुक लाइभ पार्टी नै जन्मिएको थिएन अरे हो। त्यसो भने त हिजोकाले गरेका रहेछन् भन्नु पऱ्यो नि त, होइन। हिजोकै लोकतान्त्रिक व्यवस्था कारणले तपाईँले टक्क घर बनाएर अहिले अढाई तरे घरमा छतमा हावा खाएर बसिरहनु भएको छ। राम्रै रहेछ त व्यवस्था, तपाईँले पनि जागिर खानुभयो, कमाउनु भयो, पैसा जम्मा गर्नुभयो, घर बनाउनु भयो। एउटा नागरिकले के चाहियो त भन्दा आनन्दले सुख सयलको साथ बस्न पाउनु पऱ्यो नि, त्यही होइन, व्यवसाय गर्न पाउनु पऱ्यो होइन। समीर भाइले दाजु नमस्कार, हामी सबै जनता हो दाइ भन्दै चाहिँ वास्तवमा जनता नै भाइ, सबै जनता हो हामी। हिजोको राजनीतिक प्रणाली, हिजोको राजनीतिक सत्ता सञ्चालन प्रक्रिया त्यति ठिक भएन, हामीले भनेकै हो। हामीले भनेनौँ होला, अरू सबैले भने ठिक थिएन, भएन, धेरै कमी कमजोरी भयो। अझै लोकतान्त्रिक बन, विकास छिटो गर, भ्रष्टाचार कम गर, आफ्नो पार्टीका मान्छेलाई कम चेप, सबैले भनेको। त आज पनि हामी भन्छौँ। कोही काङ्ग्रेसलाई गएर सोध्नु त यस्तो भएको थियो भन्दा होइन भन्दैन, हो भन्छ काङ्ग्रेसले। शेरबहादुरलाई पनि हिजो गडबडी भएको थियो दाइ भनेर सोध्नु नि, हो भन्छ। यस्तो घन्टी जस्तो अराग्दो थिएन क्या शेरबहादुर पनि। केपी ओलीलाई पनि गएर सोध्नु त, तपाईँहरूको पालामा भ्रष्टाचार कति भएको थियो केपी ओलीजी भन्दा धेरै भएको थियो, हामीले नियन्त्रण कोसिस गऱ्यौँ भन्छ केपी ओलीले पनि। घन्टी जस्तो हुँदैन क्या। प्रचण्डलाई पनि सोध्नुहोस् गएर, तपाईँहरूले सत्ता सञ्चालन ठिक तरिकाले गर्नुभएको थियो भने त गरेको थिएनौँ, हामीले सोचे अनुरूप काम गर्न सकेनौँ भन्छ। नेताले भन्छन् हाम्रो त कुरै छोडिदिनु न। त्यही भएर नयाँ आएको, तर नयाँ बेटर हुनु पर्यो, राम्रो हुनु पर्यो भन्ने कुरा हो नि त, भन्ने कुरा हो भन्दै आजको लाइभलाई यहीँ अन्त्य गर्छु। शुभरात्रि, नमस्कार, शुभ दिन है। अब 2जना वडाध्यक्षहरूले चाहिँ पनि राजीनामा दिएर विदेश गएछन्। घन्टी सरकार आएपछि देश स्विजरल्यान्ड बन्छ भन्थे, वडाध्यक्षहरू पनि टिक्न नसक्ने भए। केशव दाइ सुनाइदिनु घन्टी सरकारलाई, छिटो रोजगारी सिर्जना गर्नु पर्यो, बिचरा वडाध्यक्षहरू पनि देशमा गए भन्नु होइन। बहुदलीय व्यवस्थामा बहुमतको कदर हुन्छ भने हिजो अस्ति योभन्दा अगाडि बहुमत थिएन काङ्ग्रेस एमालेको, किन चलाएको सर्वोच्च अदालत? घन्टीका लागि मात्रै बहुमतको कदर हुन्छ? काङ्ग्रेस एमालेको बहुमत थिएन? काङ्ग्रेस एमालेको बहुमत थियो भने, बहुमतको कदर हुन्छ भने 84सम्म किन नकुरेको? 84 चुनाव त भइहाल्थ्यो। बहुमतको कदर हुन्छ भने बहुमत उनीहरूको छ, चलाउँछन्, हामी फेरि चुनावमा गएर बहुमत ल्याउँछु भन्नु पर्दैन? सर्वोच्च जलाउनु पर्छ, संसद जलाउनु पर्छ, सिंहदरबार जलाउनु पर्छ? बहुमतको घन्टीलाई चाहिँ बहुमतको कदर हुने, अरूलाई चाहिँ कदर हुँदैन दाइ। बोली चिप्लिँदैछ, बिग्रिँदैछ। बहुदलीय व्यवस्थामा बहुमतको कदर हुन्छ नि। हिजो काङ्ग्रेस एमालेलाई कदर गरेर 84सम्म पर्खिनु पर्थ्यो, देश जलाउनु हुँदैन थियो। अब बहुमतको कदर हुन्छैन, तपाईँले देश जलाएर सत्ता ल्याउन, त्यसै गरेर तपाईँहरूलाई पनि जलाउन सक्छन्। घन्टीका कार्यकर्ता घर खोजी खोजी आगो लाउन सक्छन्, किन हिजो गरेका थिए होइन? होइन, नेता कार्यकर्ता भोलि अरू जनताले खोज्न सक्छन् नि दाइ। यस्तो कुरा बुझ्नुपर्छ, बोली चिप्लिनु हुँदैन। 2 वर्ष हेर्नुहोस् भाइ, हेर्ने हो दाइ, खबरदारी गर्दै हेर्ने हो। 5 वर्ष टिकोस् भन्ने, हामीलाई यो सरकार टिकोस् भन्ने। ज्ञान दिनुभएकोमा धन्यवाद भन्दै कुशल लामिछाने घन्टीजीलाई, ल धन्यवाद कुशलजी। विनोद घिमिरेजीले पनि हेर्दै हुन्छ, कुशल लामिछाने ब्राकेटमा घन्टी पनि लेख्नुहोस्। 2 वर्ष हेर्नुहोस् भाइ भन्छ, हामी हेर्ने दाइ। हामी बालेनलाई 5 वर्षै प्रधानमन्त्री स्वीकार्न तयार छौँ। 5 वर्षकै हाम्रो प्रधानमन्त्री बालेन। हामी घन्टी जस्तो अराजक देश जलाउँदै हिँड्ने कार्यकर्ता छैनन् काङ्ग्रेस एमालेका। कयौँ आन्दोलन गरे, संसद कहिले जलेको थिएन, सिंहदरबार कहिले जलेको थिएन दाइ। ढुक्क हुनुहोस्, यो सरकार 5 वर्ष टिक्नुपर्छ। यो सरकार 5 वर्ष टिक्नुपर्छ, तर यो तरिकाले भएन क्या दाइ। जनतालाई राहत हुनु पर्यो, जनतालाई सुविधा हुनु पर्यो, जीवनशैली झन् गाह्रो हुनु भएन। सरकारले रिसिभी साध्ने देखाइदिन्छु भन्ने नै अभिभावक हुनु पर्यो होइन। घन्टी सरकारका सबै मन्त्रीहरूलाई माफी मिला, अरूको मात्रै अनुसन्धान हुनु भएन। सस्मित पोखरेलको बाउको पनि अनुसन्धान हुनु पर्यो, विराज भक्त श्रेष्ठको ससुराको पनि अनुसन्धान हुनु पर्यो। ती सबै माफियाहरू हुन्। यस्तो दाइ फटाइ धेरै भएर जनताले विरोधबाट विस्थापित गरेका हुन्। तपाईँको तर्क पनि दाइ के भन्नु, तपाईँको
घरि बहुदलीय व्यवस्थामा बहुमतको कदर भन्नुहुन्छ, घरि जनताले विरोधबाट विस्थापित। विरोध होइन दाइ, यो विदेशीको पैसा खाएर सारा देश संसद सिंहदरबार सर्वोच्च दलहरु सरकार बनाएको भन्नु पर्यो। म त रुखै हो सर, म त रुख लोकतान्त्रिक प्रणालीलाई विश्वास गर्छु। म काङ्ग्रेसको क्रियाशील सदस्य पनि छुइनँ, केही छुइनँ, तर लोकतन्त्रप्रति मेरो अटुट विश्वास छ, श्रद्धा छ, सम्मान छ हैन। हामी त लोकतान्त्रिक पार्टीकै निकट मान्छे हो। सनम तामाङजी पनि आउनुभयो। ल यति भन्दै एकदम सबैलाई शुभरात्रि। धेरै बेर बस्नु पनि हुँदैन, फेरि भोलिदेखि काम गर्नुपर्छ, घन्टीले खान दिँदैन हैन। अब